नमस्कार मित्रहरू, आजको विषय जीवनको सबैभन्दा गहिरो सत्यमध्येको एक हो। बुढो भएपछि मात्र किन बुद्धि आउँछ? हामीले अक्सर सुन्ने गर्छौँ, अहिले सम्झिनस्, पछि उमेर पुगेपछि बुझ्छस्। अहिले ख्यालखाल गरिरहेको छस्, पछि थाहा हुन्छ। अहिले कामै नगरी मात्र हिँडेको छस्, पछि दिन आएपछि अनि बाउको बे देख्छस्। हामीले यस्ता उखानहरू सुनिरहेका हुन्छौँ। यो भन्नुको अर्थ के हो भने, अहिले जसरी तिमीले अर्थात् तपाईँले समय बर्बाद गरिरहनु भएको छ, केही सिप सिक्नु भएको छैन, केही काममा लाग्नु भएको छैन, केही अनुशासन सिक्नु भएको छैन, मानिससित बोल्ने तरिका बुझ्नु भएको छैन भने तपाईँलाई कुनै दिन समयले सबै सिकाउँछ भन्न खोजेको हो। त्यो बेलामा समयले एउटा हामीलाई दण्ड दिएर मात्र सिकाउँछ, हामीले एउटा मूल्य चुकाएपछि मात्र सिक्छौँ भन्न खोजिएको हो। सानो हुँदा हामीलाई यी कुरा साधारण लाग्छ। हामी सोच्थ्यौँ बुढाहरू किन यति धेरै उपदेश दिन्छन् होला, किन हामीलाई केही पनि नजान्ने जस्तो सोच्छन् होला, किन हामीलाई जे गरे पनि उनीहरूलाई चित्त बुझ्दैन होला। तर समय बित्दै जान्छ, वर्षहरू बित्छन्, जीवनले अनेक मोडहरू देखाउन थाल्छन्, जीवनमा अनेक मोडहरू देखा पर्छ र एक दिन अचानक महसुस हुन्छ। के महसुस हुन्छ त? अब जुन कुरा आज हामीले बुझेका छौँ त्यो 10 वर्ष अघि किन बुझ्न सकिएनौँ? यी कुराहरू मैले कतिपय मानिसहरूले कुरा गर्दा पनि हामीले महसुस गरेकै छौँ। यो कुरा मैले आजभन्दा 5 वर्ष अघि जानेको भए, यो कुरा मैले 20 वर्ष अघि बुझेको भए आज म कहाँ हुन्थेँ, के हुन्थेँ आदि मानिसहरूले चाहिँ पश्चाताप गर्दै कुरा गरेको हामीले सुन्छौँ। आज हामी यसैको रहस्यको बारेमा चर्चा गर्नेछौँ। अब धेरै मानिसहरूले सोच्ने गल्ती गर्छन् कि धेरै पढ्ने मानिस नै बुद्धिमान हुन्छ, तर जीवनको फरक कुरा देखाउँछ। जीवनले कुनै व्यक्ति धेरै पढेको हुनसक्छ तर ऊ जीवनमा बारम्बार गल्ती गरिरहेकै हुनसक्छ। अर्कोतर्फ कुनै व्यक्ति धेरै शिक्षित नहुन सक्छ तर उसको निर्णय सही हुन पनि सक्छ। किनभने जानकारी बुद्धि भन्ने कुरो फरक कुरा हुन्। जानकारी भनेको कुरो किताबबाट आउँछ। कुनै कुराको जानकारी जब तपाईँ किताब पढ्नुहुन्छ, पत्रिका पढ्नुहुन्छ, अर्थात् तपाईँले कुनै मानिसहरूको विद्वान मानिसहरूको कुरा सुन्नुहुन्छ, तपाईँलाई जानकारी प्राप्त हुन्छ र बुद्धि अनुभवबाट आउँछ। जानकारीले के गर्ने भनेर बताउँछ भने बुद्धिले किन गर्ने भनेर बुझाउँछ। त्यसैले उमेर बढ्दै जाँदा मानिस जानकारी मात्र होइन, अनुभव पनि उसले आर्जन गर्दै जान्छ र बढ्दै जान्छ। समय सबैभन्दा ठुलो गुरु भन्ने कुरो मानिसले पछि नै सिक्छ मित्र। संसारको सबैभन्दा ठुलो शिक्षक भनेको समय हो। अब न विद्यालय हो त्यो, न विश्वविद्यालय हो, न कुनै पुस्तक हो। सबैभन्दा ठुलो गुरु त समय नै हो। समयले धैर्य हुन सिकाउँछ, समयले मानिस चिनाउँछ, समयले आफ्नो र पराईको फरक देखाउँछ, समयले वास्तविकता देखाउँछ। जवान अवस्थामा मानिस सपना धेरै देख्छ तर समयले सपना र वास्तवको दूरी देखाइदिन्छ। यही कारणले वृद्ध मानिसहरू धेरै कुरा कम बोल्छन्, किनकि उनीहरूले जीवनलाई नजिकबाट देखेका हुन्छन्। जस्तै वृद्ध भइसकेका मानिसहरूमा के अनुभव प्राप्त हुन्छ उनीहरूको भोगाइबाट भने, उनीहरूले जवानीमा जे बोलेका हुन्छन् नि ती कुराहरू त सबै प्राप्त हुनै हुँदैन। ती कुराहरू र वास्तविकता त धेरै टाढा हुन्छ। हेर्नुहोस्, जवानीमा सजिलै धन कमाउने कुरा सोचेका हुन्छन्, जवानीमा सजिलै ठुल्ठुलो ओदामा पुग्न सकिने कुराहरू सोचेका हुन्छन्, तर वास्तविकता पछि त्यहाँ त पुग्न त्यो वास्तविकतामा त त्योभन्दा धेरै फरकको अवस्था उनीहरूले भोगेर आएका हुन्छन् र उनीहरू कम बोल्छन्। उनीहरू चाहिँ जीवनलाई बुझेका हुन्छन् र सत्यलाई बुझेका हुन्छन् र उनीहरू चाहिँ गम्भीर बन्छन्। अब असफलताले जन्माउँछ बुद्धि। मित्र, हामी सोच्छौँ कुनै काम गर्दा एकपटकमै सफलता प्राप्त गऱ्यौँ भने हामी चाहिँ धेरै माथि पुग्छौँ, धेरै सफल हुन्छौँ, धेरै धनी बन्न सक्छौँ भन्ने सोचेका हुन्छौँ। तर त्यो होइन। जबसम्म मानिसले हारको पीडा महसुस गर्दैन तबसम्म सफलता बुझ्दैन। जवान अवस्थामा हामी सोच्छौँ म कहिले असफल हुँदिनँ, तर जीवनले सबैलाई कुनै न कुनै दिन झुक्क्याउँछ। कुनै न कुनै दिन हामीले गरेको कर्मबाट हामीलाई चाहिँ अर्कै नतिजा, फरक नतिजामा पुर्याउँछ। जस्तै व्यापारमा घाटा आउन सक्छ। व्यापार गर्ने मानिस भए विश्वास गरेको मानिसले धोका दिन सक्छ। आफ्नै योजनाहरू पनि असफल हुँदै जान्छन्। त्यो बेला मानिस भित्रैबाट बदलिन जान्छ। त्यसपछि ऊ बोल्नभन्दा बढी सुन्न थाल्छ। अब ऊ पहिला जस्तो बकबक गर्ने भन्दा पनि
ऊ वास्तविकता के हो भनेर बुझ्न चाहन्छ, देखाउन भन्दा पनि बढी सिक्न थाल्छ। यही नै परिवर्तन नै बुद्धिको सुरुवात हो। त्यसैले पछि भएपछि मात्र बुद्धि आउनु कारण पनि यही हो मित्र। हामी जब असफलता हुन्छौँ अब हामीलाई बिस्तारै बुद्धि प्राप्त हुँदै जान्छ। किन जवान अवस्थामा अहङ्कार बढी हुन्छ त? यो पनि चाहिँ मुख्य प्रश्न हो। जवान अवस्थामा शरीर बलियो हुन्छ, हाम्रो शरीरमा धेरै ऊर्जा हुन्छ, हामीले ठुल्ठुला सपनाहरू देखेका हुन्छौँ। यही कारणले मानिसलाई लाग्छ म सबै जान्दछु। तर जीवनले बिस्तारै सिकाउँछ तिम्रो नियन्त्रणमा धेरै कम कुरा छन्। स्वास्थ्य बदलिन सक्छ, सम्बन्ध बदलिन सक्छ, भाग्य बदलिन सक्छ, परिस्थिति बदलिन सक्छ। यो सत्य बुझेपछि अहङ्कार आफै कम हुन थाल्छ। अब दुःख बुद्धिको कारखाना हो मित्र। जीवनमा दुःख कसैलाई मन पर्दैन, झमेला बिहोर्न कोही चाहँदैन। जोखिममा परियोस्, दुःख पाइयोस्, अरूले हेपुन्, अरूले असम्मान गरून् भन्ने कोही पनि चाहँदैन। तर वास्तविकता के हो भने धेरैजसो गहिरो बुद्धि सुखबाट होइन दुःखबाट जन्मिन्छ। जब सबै राम्रो भइरहेको हुन्छ मानिस सोध्दैनन्, यस्तै नै चलिरहन्छ, यस्तै त हो, ठिकै छ भन्छन्। तर जब समस्या आउँछ मानिस आफैलाई प्रश्न गर्न थाल्छ, म को हुँ, जीवन के हो, सफलता के हो, खुसी कहाँ छ, कसरी यस दुःखबाट पार पाइन सकिन्छ, कसरी यो समस्यालाई हल गर्न सकिन्छ। मानिस यस्तै चिन्तामा डुब्न थाल्छ, चिन्तन गर्न थाल्छ। यी प्रश्नहरूले नै मानिसलाई अब बुद्धिमान बनाउँछ। अर्थात् जब दुःख जीवनमा आइपर्छ दुःखबाट हाम्रो बुद्धि प्राप्त हुन्छ। अब बुढेसकालमा किन प्राथमिकता बदलिन्छ त भन्ने कुरो सोचौँ। 20 वर्ष उमेर मानिस पैसा खोज्छ। तब हामीलाई थाहै छ जवानीमा हामीलाई हाम्रा आवश्यकता, इच्छा, आकाङ्क्षाहरू एकदम धेरै र तीव्र हुन्छ। अब 30 वर्ष पुगेपछि हामीलाई पैसा भन्दा पनि हामीलाई अरूले चाहिँ सम्मान गरिदियोस्, हामीलाई अरूले प्रशंसा गरिदियोस्, हाम्रो प्रतिष्ठा र मान उच्च होस् भन्ने हामी खोज्छौँ। त्यसपछि 40 वर्षमा स्थिरता खोज्छ। अब 40 वर्ष भएपछि एउटा चाहिँ स्थिर तरिकाले जीवन बितोस्, अब सबै कुराले उसलाई महसुस गरिसकेको हुन्छ, पैसाको महसुस गरेको हुन्छ, प्रतिष्ठा र मानको महसुस गरिसकेको हुन्छ। अब स्थिर खालको जीवन उसले खोज्छ। अब 60 वर्ष पुगेपछि मानिस शान्ति खोज्न थाल्छ। किन 60 वर्षपछि मानिसलाई थाहा हुन्छ पैसा भनेको जवानीमा मात्रै काम लाग्ने रहेछ, अर्थात् जवानीमा धेरै महत्त्व राख्ने रहेछ। पैसा त जीवन बाँचुन्जेल चाहिन्छ मित्र, पैसै पनि चाहिँदैन भन्न खोजेको होइन। बढी हामीले चाहिँ त्यो बेलामा हाम्रा आवश्यकता, इच्छाहरू चाहिँ बढी भएको कारणले बढी होस् भन्ने हामीले चाहना राख्छौँ 20 वर्ष उमेर। 30 वर्षमा प्रतिष्ठा पनि प्राप्त भइसक्छ। 40 वर्षमा स्थिरता प्राप्त भएपछि 60 वर्ष पुगेपछि मानिसहरूले यो सबै चिजको महत्त्व बुझिसकेका हुन्छन्। यिनको उपयोगिता, यिनको जीवनमा प्रयोग, यिनको चाहिँ बारेमा सबै थाहा पाएपछि अब मानिसलाई शान्त चाहिन्छ। ऊ आफ्नो शरीरको घट्दो शक्ति, शरीरमा शक्ति पनि कम भइसकेको हुन्छ। अब शान्तपूर्ण तरिकाले ऊ आफ्नो माइन्डलाई शान्त गर्न चाहन्छ। ऊ झमेला धेरै बोक्न चाहँदैन, पीडा धेरै होस्, धेरै तनाव लिन पनि चाहँदैन। किनभने उसले बुझिसकेको हुन्छ धेरै पैसा भएर पनि चिन्ता हुनसक्छ, ठुलो घर भएर पनि एक्लोपन हुनसक्छ, ठुलो नाम भएर पनि खुसी नहुन सक्छ। त्यसैले बुढेसकालले मानिसलाई जीवनको वास्तविक मूल्य सिकाउँछ। अब बुद्धिमान मानिस किन कम बोल्छन् त? यो प्रश्न आउँछ। जति मानिसले जीवन बुझ्दै जान्छ उति कम बोल्छ, किनकि उसले थाहा पाइसकेको हुन्छ सबैलाई सबै कुरा बुझाउन सकिँदैन, सम्भव छैन। कहिलेकाहीँ मौनता नै सबैभन्दा ठुलो उत्तर हो। जवान मानिस प्रमाणित गर्न चाहन्छ, बुद्धिमान मानिस शान्त रहन चाहन्छ। यही कारणले धेरै वृद्ध व्यक्तिहरू एक वाक्यमा दशकौँको अनुभव लुकेको हुन्छ। तपाईँ हामीले सुनेको छौँ कयौँ वृद्ध मानिसहरूले उखान टुक्का भन्दाखेरि एउटा छोटो र चाहिँ सानो थोरै लाइनमा व्यक्त गर्छन्, तर त्यसभित्र चाहिँ गहिरा धेरै अनुभवहरू लुकेको हुन्छ। जीवनको सबैभन्दा ठुलो विडम्बना के हो त? जीवनको सबैभन्दा ठुलो विडम्बना भनेको जब शक्ति हुन्छ, बुद्धि कम हुन्छ। जति बेला हामीसित शरीरमा शक्ति छ, जोस जाँगर सबै कुरो थियो, तर त्यति बेला हामीसित बुद्धि कम थियो। जब बुद्धि आउँछ तर शरीरको शक्ति कम हुँदै जान्छ। अब हामी शरीर शिथिल हुँदै जान्छ, तर हामीसित अब बुद्धि प्राप्त भएको हुन्छ। जब दौडिन सकिन्छ दिशा हुँदैन, जब दिशा थाहा हुन्छ दौडिने शक्ति पहिला जस्तो रहँदैन। त्यसैले धेरै वृद्ध मानिसहरू भन्छन् आजको बुद्धि युवा अवस्थाको भएको भए जीवन अर्कै हुने थियो।
त्यसैले मित्र, बुढो भएपछि बुद्धि आउने कुरा रहर मात्र होइन, उमेरसँग जोडेको अनुभव पनि हो। घाउ हो, हार हो, सङ्घर्ष हो, समयले दिएको शिक्षा हो, समयले दिएको ठक्कर हो, समयले दिएको चाहिँ एक किसिमको चाहिँ मिलन बिछोड, सबै चिजले गर्दा हामीलाई एउटा अनुभव प्राप्त हुन्छ। त्यही नै सबैभन्दा ठुलो कुरा हो। यदि तपाईँ जवान हुनुहुन्छ भने एउटा कुरा याद राख्नुहोस्, अरूको अनुभवबाट सिक्नुभयो भने जीवनले सिकाउनु पर्ने धेरै कठोर पाठहरूबाट बच्न सक्नुहुन्छ। र यदि तपाईँ उमेर अगाडि नै परिपक्व बन्नुभएको छ भने तपाईँको अनुभव संसारको सबैभन्दा चाहिँ मूल्यवान सम्पत्ति हो। त्यसैले भनिन्छ नि, बुद्धि किताबले होइन बाँचिएको जीवनले दिन्छ। यही कारणले भनिन्छ उमेरले मानिसलाई बुढो बनाउँछ, तर अनुभवले मानिसलाई बुद्धिमान बनाउँछ। हामीले अब भन्न सक्छौँ मित्र, यो भिडियो हेरेपछि हामीले प्रष्ट भन्न सक्छौँ कि बुद्धि आउने भनेको बुढोसकालमै हो। किन जवानीमा तपाईँको मैले भिडियोमा सबै कुराहरू व्यक्त गरिसकेँ। अब जति बेला शरीरमा जोस थियो, शरीरमा बल थियो, शक्ति थियो, त्यति बेला हाम्रा इच्छा आकाङ्क्षा अर्कै थियो। जब हामी अब जीवन भोग्दै जान्छौँ, जीवन बिताउँदै जान्छौँ, वृद्ध अवस्थातर्फ हामी बढ्दै जान्छौँ, त्यसपछि बल्ल हामीलाई चाहिँ वास्तविकताको अनुभव थाहा हुन्छ। वास्तविकतामा हामीले भोगेको भोगाइबाट नै हामीलाई वास्तविकता चाहिँ के रहेछ त भन्ने कुरो गहिरो सत्य हामीले थाहा पाउँछौँ। त्यसैले धेरै मानिसहरूले भन्छन् पछि गएर बुद्धि आउँछ, बुढेसकालमा बुद्धि आउँछ। हस्त, धन्यवाद।